यहाँ आएर बोल्दाखेरि सबैले सुन्दै हुन्छ जस्तो अपेक्षा गर्ने, फर्केर उहाँ पुगिसकेका छन् यसो गरेर कुराकानी गरिरहने, यो प्रवृत्तिबाट तपाईँहरू चाहिँ बाहिरिनुपर्छ। अनि फेरि भर्खरै सालेकजीले ताली बजाउनु भयो, अनि कुन साथी गएर त्यहाँ बोल्दा मैले ताली बजाउने भन्ने जुन मानसिकता छ नि, त्यसबाट पनि तपाईँहरू चाहिँ निरुत्साहित हुनुपर्छ। विषय वा सन्दर्भलाई समर्थन गर्न सकिन्छ, उत्साहित गर्न सकिन्छ भने त्यहाँनिर तपाईँहरूको समर्थनको जरुरी छ। त्यो गलत विषय छ भने त्यसको तपाईँहरूले विरोध गर्नुपर्छ। सर्वप्रथम म यस गैर आवासीय नेपाली सङ्घ बेल्जियमको 4औं वार्षिक साझा सभाको पूर्ण सफलताको शुभकामना चक्राउन चाहन्छु। हाम्रा वर्तमान केन्द्रीय अध्यक्ष जीवा लामिछानेज्यूबाट लिखित रूपमा यस कार्यक्रममा आउन नसके पनि शुभकामना, सफलताको शुभकामना सन्देश पठाउनु भएको छ। यसै गरिकन केन्द्रीय युरोप क्षेत्रीय संयोजक कुमार पन्तज्यूबाट समेत हामीलाई यस कार्यक्रमको पूर्ण सफलताको शुभकामना आएको छ। हामी यस परिवारभित्र छौँ। अघि तुलसी दाईले भने जस्तै उहाँको नाति लाभ भएको छ, म उहाँप्रति हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। संस्थाकी सचिव अनुजाजीको छोरा विशेष बिरामी छ, उसको म शीघ्र सुस्वास्थ्यको कामना गर्न चाहन्छु। यस संस्था अन्तर्गत आन्ट्रप्रेन क्षेत्रीय समितिकी अध्यक्ष जुना निरौलाको सासू भर्खरै स्वर्गारोहण हुनुभएको छ, उहाँको म चिर आत्माको शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति म हार्दिक समवेदना प्रकट गर्न चाहन्छु। मित्रहरू, तपाईँहरू यस ड्यान्समा आएर बोलिरहँदा, तपाईँहरू बाहिरैबाट एउटा मानसिकता बनाएर लिएर आइरहँदा मलाई घरिघरि यस्तो लाग्छ, जब म 2009को सेप्टेम्बरबाट एनआरएन बेल्जियमको जुन दिएको भूमिकाबाट मैले काम गर्दै यहाँसम्म आइपुग्दा 3 वर्षसम्म नेपाल हाउस विषय मात्रै बनेको छ, इपर सुरु भएको छ। तपाईँहरूलाई सम्झना छ, साथीहरू अहिले त्यहीँ आइपुग्नु भएको छ। जति बेला पिजी शेर्पा एनआरएन बेल्जियमको अध्यक्ष रहँदा, म आइसिसी मेम्बर रहँदा अर्जुन कुमार श्रेष्ठ स्थापित हुन्छ, यसले नेतृत्व गरेको, यसले प्रस्तुत गरेको नेपाल हाउसप्रति हाम्रो समर्थन हुँदैन भनेर साथीहरू पछि लगिरहँदा मैले काम हुनुपर्छ, मेरो नाम होइन, मैले नेतृत्व गर्नुपर्छ, काम हुनुपर्छ भन्ने अभिप्रायले म आफैले पिजी शेर्पालाई संयोजक तय गरेर प्रस्ताव गरेर काम मैले गर्ने संयोजक उहाँलाई राखेर धेरै ठाउँहरूमा हामीले कार्यक्रम गरियो। बैंकले 5 लाख युरो तपाईँलाई ऋण दिने भयो, घर प्राप्त भयो। तत्कालीन प्रधानमन्त्री समेत आउँदाखेरि हामीले त्यसलाई चाहिँ पावर पोइन्टबाट प्रस्तुत गऱ्यौँ। तर केही साथीहरूले दुर्भाग्य भन्नुपर्छ, तपाईँहरूले सम्झिनुहोस्, त्यो त्रुटि अहिले नगर्नुहोस्। त्यति बेला केही साथीहरूले यो नेपाल हाउस व्यावसायिक हुनुपर्छ भने, केही साथीहरूले होइन यो त यहाँ होइन नि, यो स्थानमा हुनुपर्छ भने, पिजीजी दुःख नमान्नु होला, मैले आज भन्नै पर्छ, त्यो अन्तिम दिन यति हाउसमा बैठक बसिरहँदा तपाईँ त्यो दिन आइदिनु भएन। त्यो दिन हाम्रो निम्ति दुर्भाग्यको दिन रह्यो। हाम्रो निम्ति बेल्जियमले लिएको सपना नेपाल हाउसको निम्ति त्यो कालो दिन साबित भयो, जुन दिन नेपाल हाउस आन्ट्रप्रेनमा होइन ब्रसेल्समा बनाउनुपर्छ भनेर केही साथीहरूले ब्रसेल्समा एउटा ग्यारेजको फोटो लिएर आएर त्यहाँ बहुमतको हिसाबले त्यो दिन हामीलाई निर्णायक पुग्न दिनु भएन। बैंकले हामीलाई पर्मिस लेटर दिइसके पनि हामी घर किन्न सकेनौँ, हामी लक्षित भयौँ। म भन्नुहोस्, केही साथीहरूले आफ्नो व्यवसाय देखाएर यसैलाई नेपाल हाउस बनाऊ भन्नुभयो। म भन्नुहोस्, तपाईँहरूले आफै बुझ्नुहोस्, म आज कसैको प्रिय हुन जरुरी छैन। तपाईँहरूले मलाई 2 पटक सर्वाधिक मत दिएर विजय गराउनु भएको छ, म कृतज्ञ छु। तर तपाईँहरूप्रति म सधैँ नमस्कार, लचकता र धनुष्टङ्कार सहितको नमस्कार गरेर मलाई तपाईँहरूको सधैँ सहयोग र सम्मान चाहिँदैन। मलाई तपाईँहरूले दिएको जिम्मेवारी पूर्ण रूपमा कार्यान्वयन गर्न छ। यसर्थ अब पनि त्यस्ता त्रुटिहरू हामीले गर्न हुँदैन। इपरको सन्दर्भमा साथीहरू, इपरको सन्दर्भभन्दा नेपाल हाउसको सन्दर्भमा जान्छु। नेपाल हाउस हामी धेरै अगाडिसम्म पुगिसकेका छौँ। अघि राधाकृष्णजीले पनि भन्नुभयो, तपाईँ हामी आफै बसेर निर्णय गर्छौँ, अनि अर्को बैठकमा केही साथीहरूबाट बाहिरबाट कुरा आउँछ, अनि प्रतिकूल निर्णय गर्नतिर हामी निरुत्साहित हुन्छौँ। नेपाल हाउस ब्राकेटमा नेपाली सांस्कृतिक भवन भनेर हामी कुरा गऱ्यौँ।
संरक्षकका कुराहरू लिएर आयौँ। दुई पटक हामीले त्यो निर्णय गरिसकेपछि दुई पटक हाम्रो बैठक बस्यो। तेस्रो बैठकमा एकाएक तपाईँको अर्कै किसिमको कुराहरू आउँछ। म फेरि सोझो मान्छे, म त जसरी पनि नेपाल हाउस बन्नुपर्छ भने म त्यता लागेँ। तर मैले के यकिन गरिनँ भने त्यो भनिरहँदा हिजो जसले 7,48,660 युरो उठाउनुको निम्ति जसले योगदान पुर्यायो नि, त्यसमाथि त्यति मर्माहत हुन्छ भन्ने कुरा मैले त्यति बेला यकिन गरिनँ। हेर्नुहोस् त, अहिले यही हलमा नेपाल हाउसको परिषद बनाऊ भनेर सेप्टेम्बर 9 हामीले भनिरहँदा केही साथीहरूले बैठक सार्नुभयो। परिषदको बैठक त्यसपछि 6 महिना बस्न सकेन। तपाईँहरू त्यसको दोषी हो कि होइन? हामीलाई मात्रै गाली गर्ने? निशा बहिनी यहाँ हुनुहुन्छ, मैले भन्नुपर्छ, अघि युवराजजीले पनि लिनुभयो। हामी त्यस्ता मान्छे हौँ, 1 वर्षमा 1,03,000 किलोमिटर यहाँ गुडेका छौँ समाजको निम्ति। मैले दसैँको दिन भनिनँ, मेरो छोराहरू गएर म निशाको कार्यक्रममा आएँ। तपाईँहरूका कुनै कार्यक्रम छन्, तपाईँहरूले मेरो चाहिँ सहयोग अपेक्षा गरेको ठाउँमा म त्यहाँ असहभागी भएको, अनि तपाईँहरूले मेरो नाम अर्जुन कुमार श्रेष्ठले एनआरएन बेल्जियमको पैसा खायो भनेर पत्रिकामा लेख्ने, अनि त्यो पनि यहाँ बेल्जियममा होइन, फ्रान्समा। तपाईँहरूको विवेक छैन। तपाईँले आफ्नो घरको एकजना सदस्यलाई नङ्गाइरहनु भएको छ। यसर्थ मित्रहरू, गोपनीयताको पनि हद हुन्छ। कार्यकाल हस्तान्तरण गरिसकेपछि ग्रहण गरेका साथीहरूले पनि त्यो जिम्मेवार बोध गर्नुपर्छ। हस्तान्तरण गरिसकेका साथीहरूले पनि त्यो बोध गर्नुपर्छ। एउटा नेपालको भनाइ छ, ताक परे तिवारी नत्र गोदामै। यो सान्दर्भिक होला नहोला, त्यस्तो व्यवहार प्लिज नगरोस्। अवसर पर्दा हामी युरोपियन हौँ भन्ने, अनि त्यसपछि आफू 100 वर्ष पछाडि फर्किने, त्यस्तो किसिमको दोहोरो चरित्र तपाईँहरूले नदेखाउनुहोस्। मलाई यी कुराहरू भनिरहँदा तपाईँहरू बिच दुःख लाग्छ। त्यसले गर्दा नेपाल हाउसको सन्दर्भमा पनि अघि चित्रजीले भने जस्तै हामी अलि अस्ति पनि बैठक बस्यौँ। परिषदमा 105 जना बढी साथीहरू हुँदा हामी 10 जना पनि हुन सकेनौँ। हामीले त्यसलाई सिलसिलाबद्ध हिसाबले अगाडि लगेका छौँ। यसर्थ तपाईँहरू आजको यस सभासद हुनुहुन्छ, तपाईँहरूले हामीलाई निरुत्साहित होइन उत्साहित बनाउनुहोस्। हामी नेपाल हाउस बनाउन हामी तयार छौँ। म 20,000 हाल्न म तयार छु। अघि हरिजीले भने जस्तै मैले पनि तपाईँहरू खाता खोल्नुहोस्। हामी तयार छौँ, हामी नेतृत्व गर्न तयार छौँ, हामी नेपाल हाउस बनाउन तयार छौँ, हामी नेपालको प्रवर्धन गराउन तयार छौँ। तपाईँ हाम्रो साख उच्च राख्न तयार छौँ। इपरको सन्दर्भमा यहाँ केही समस्या देखिएको छैन। पदमबहादुर गुरुङ प्रवासीजीले पनि भन्नुभयो, नेतृत्व हामीलाई नै चाहिन्छ भन्ने जरुरी छैन। जानकीजीले पनि कहिल्यै चाहिन्थ्यो, त्यसमा चाहिँ हामीलाई नै चाहिन्छ भनेर उहाँले ठोकुवा गर्नुभएको छैन। तर यहाँ संवादको अभाव देखेको छु मैले, यहाँ समन्वयको अभाव देखेको छु मैले। एकपटक मात्रै हामी बहुसङ्ख्यक साथीहरू दूतावासमा बस्यौँ, पछि बस्नै बनियो। बैठक त्यसलाई अलिक टडाइयो। बैठक पोस्टपोन गरिसकेपछि बिचमा एउटा अन्तर्वार्ता आयो। अन्तर्वार्तापछि विज्ञप्ति आयो। विज्ञप्तिपछि त्यसको काउन्टर विज्ञप्ति आयो। त्यसले तपाईँ हाम्रो बिच सद्भाव विखलन बनायो। त्यसलाई समन्वयकारी भूमिका सहज रूपमा निभाउन सकिएन। मैले दुर्गा दिदीलाई फोन गरेर भनेको थिएँ, आजको यो कार्यक्रमभन्दा अगाडि तमु समाजका साथीहरू एकपटक एम्बासडर साहबसँग बस्नुहोस्। केही तिता मिठा कुराहरू हुन सक्छन्, अभिभावकसँग तपाईँ गएर बस्नुहोस्। मैले महामहिमज्यूलाई पनि भनेको थिएँ, महामहिमज्यू कसैप्रति पूर्वाग्रह हुनु त्यति राम्रो कुरा होइन। तपाईँका छोराछोरीहरूले त्रुटि गर्न सक्छन्, सच्याउनुपर्छ। यसर्थ म मित्रहरूलाई के भन्न चाहन्छु भने सभासद महोदयहरूलाई, यो इपरको सन्दर्भमा आज नै हामीले ठोकुवा गर्नुभन्दा तपाईँहरूले जनवरीमा एउटा कार्यक्रम तरुण समाजले राखेको रहेछ, त्यसभन्दा अगाडि अनौपचारिक रूपमा अलि बृहत एनआरएन बेल्जियमसँग समन्वय गरेर एनआरएन बेल्जियमको पनि केही समयपछि तपाईँहरूको एउटा आगामी कार्यक्रम आउँदैछ, त्यसमा तमु समाज लगायत सबैसँग समन्वय गरेर यसलाई काम गर्ने भनेको छ। उसले नेतृत्वको कुनै दावा गरेको छैन। यसर्थ नेतृत्व जो कोही पनि हुनसक्छ, तर सद्भाव र तपाईँ हाम्रो सर्वसम्मत रूपमा त्यो तय हुनुपर्छ भन्ने मैले तपाईँहरू बिच अनुरोध गर्न चाहन्छु। डिपोर्टेसनको कुरा धेरै नगरौँ। माधव कुमार नेपाल, भीमबहादुर रावल, शेरबहादुर प्रचण्डजी आउँदा अस्ति गङ्गाजीले धेरै लामो कुराकानी गर्नुभएको होइन। भनिरहँदा म गङ्गाजीको कुरासँग म सहमत छु। मैले अस्ति कुमार थापाजीसँग फोन गरेँ,
यदि अहिले कसैले पनि डिपोर्टेसन रोक्न सक्छ भने त्यो नेपाल सरकार हो। भोलि कुमार थापालाई नेपाल पठाउन सक्छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले फर्काउन सक्छ। भोलि त्यो मान्छे अहिले उहाँले शेष गलेको नाम लिनुभयो। अहिले हाम्रो यो युरोपमा कोही मान्छे तपाईँ हामी बिच सबभन्दा व्यावसायिक प्रगति गरिरहेको छ भने एकजना त्यस्तो व्यक्ति छ जो त्रिभुवन विमानस्थलबाट फर्केर आएको छ। नाम नलिउँ, बाध्य नगराउनुहोस्। त्यो मान्छे भोलि शेष गले हुनसक्छ, त्यो मान्छे भोलि जीवा हुनसक्छ। त्यो राष्ट्रको लागि क्षति हो। यसर्थ तपाईँहरू जसको नेपाल सरकारसँग पहुँच छ त्यहाँ गर्नुहोस्। हाम्रो केन्द्रले पनि भर्खरै मात्र टिभी कार्यक्रमकी सचिवज्यूले सर्कुलर गर्नुभएको छ। हामी दूतावासमा गएर ज्ञापन पत्र दिँदैछौँ डिपोर्टेसनको बारेमा। निशा बहिनीले केही दिन अगाडि इमेल लेख्नु भएको थियो। तपाईँहरूलाई थाहा छ नेपाल सरकारले अहिले बबर महलको कानुन किताब बन्द गरेको छ। 26 जना पहिलो सूचीमा 26 जना नोटरीहरू चाहिँ उनीहरूले अपोइन्टमेन्ट गर्यो। नेपाल सरकारले चाहिँ अनुमति दियो उनीहरूलाई। उनीहरूले नोटराइजेसन गरेको कन्सुलरले अथवा दूतावासले मान्दैन अनि नेपाल सरकार ट्वाल्ल परेर हेर्छ। नेपाल सरकारले त्यो कन्सुलरलाई भन्ने हैसियत राख्नुपर्छ हाम्रो सरकारले गरेको निर्णय, हामीले चयन गरेका चाहिँ नोटरीले ट्रान्सलेसन गरेको कुरा तिमीहरूले यु मस्ट ह्याभ टु लिगलाइज इट अनलेस यु मे नट ह्याभ अथोराइज टु स्टे इन काठमाडौँ। किन भन्दैन? त्यसको लागि आजको यो बन्द सत्रमा विशेष गरिकन हामी बुदागत हिसाबले हामी उठाएरै जानुपर्ने हुन्छ। यो बडो यो बडो जटिल विषय वस्तु बनेको छ। अनि मैले मिडियाको बारेमा केही कुरा गर्नै पर्ने हुन्छ। सकारात्मक सोचका साथ पत्रकारिता भनेर तपाईँहरूले अलि अस्ति एउटा कार्यशाला गोष्ठी पनि गर्नुभयो। कृपया त्यसो गरिदिनुहोस्। कसैलाई छेडछाड र कद काटेर तपाईँहरूको कद उचा हुने छैन। आन्तरिक कुराहरू छन् भने आन्तरिक रूपमा गर्नुहोस्। बेल्जियमका कुराहरू छन् भने बेल्जियमका पत्रकारिता त्यहाँभित्र दिनुहोस्। हाम्रा कमी कमजोरीहरू छन् भने हामीहरूलाई ती कुराहरू सच्याउनको निम्ति तपाईँहरूले हामीलाई खबरदारी गर्नुहोस्। गाली बेइज्जती र नङ्गाउने काम नगर्नुहोस्। त्यो पनि यहाँबाट होइन, बाहिर गएर। अनि छदम नामबाट तपाईँहरूले कमेन्ट लेख्नुहुन्छ, त्यस्तो नगर्नुहोस्। ती छदमबाट नाम लेख्नेहरूको कन्ट्रिब्युसन के भन्नुहोस् त। अहिले आर्थिक प्रतिवेदन आउँछ, आर्थिक प्रतिवेदनमा हेर्नु होला। म यहाँ उभिएर भनिरहँदा मेरो त्यो कति कन्ट्रिब्युसन रहन्छ, अघिल्लो कार्यकालमा कति कन्ट्रिब्युसन रह्यो, हामीले के गरेनौँ। अनि तपाईँहरूले बाहिर गएर छदम कुरा गर्ने। अझ केही नेपालीहरूले त बेल्जियमका नेपालीहरू भनेका अनपढ गाउँले यस्ता उस्ता भन्दाखेरि लाइक गर्छ। वाह, तिमी बेल्जियममा बस्दैनौ मित्र, त्यो तिमीलाई हुँदैन। त्यो के अर्जुन कुमार श्रेष्ठ या पिजी शेर्पालाई मात्रै हो? अनि कतिपय त भन्छन् ठिक छ मित्र तपाईँले राम्रो गर्नुभयो, अझ यहाँका सुराकी त हामी दिँदै गर्छौँ नि। बधाई छ। तपाईँहरू हाम्रा कद काट्दै गर्नुहोस्, हाम्रा उत्साहहरू चाहिँ काट्दै गर्नुहोस्, हामीलाई घर परिवारबाट पनि छेकबन्द लगाउँदै गर्नुहोस्। अनि तपाईँ हामी टुक्रियौँ भन्ने छ नि, स्ट्यान्डेड युनाइटेड वी स्ट्यान्ड, डिभाइडेड वी फल। त्यहाँसम्म नपुगौँ प्लिज। म यो तपाईँहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। एनआरएम बेल्जियमले यस कार्यकालमा धेरै अभ्यास गरेको छ, धेरै प्रयास गरेको छ, तर पनि जति चाहेको थियो त्यति हुन सकेको छैन। तपाईँहरूलाई थाहा छ हाम्रो विभिन्न प्रयासका साथ हामी यो आगामी सेप्टेम्बर 2013 गेन्टको फ्लान्द्रन एक्सपो इन गेन्ट भनेर बेल्जियमको सबभन्दा ठुलो इन्टरनेसनल ट्रेड फेयरमा नेपाल गेस्ट अफ अनर बन्दैछ। घोषणा प्राप्त गरिसकेको छ। हामी त्यसको तयारीमा छौँ। हामी केही सम्बन्धित साथीहरू त्यसको तयारीमा छौँ, जुन 10 दिनसम्म बन्छ। झन्डै 2 करोड नेपाली बराबरको हामीले त्यहाँबाट सहयोग प्राप्त गरेका छौँ। बेल्जियमको राजा आएर उद्घाटन गर्ने अथवा चिफ मिनिस्टर अथवा प्राइम मिनिस्टर आएर उद्घाटन गर्ने त्यो एउटा कार्यक्रम हो। हामी नेपाललाई प्रवर्धन गर्न हामी त्यहाँ पुग्दैछौँ। तपाईँहरूलाई यो कतिपय यो प्रोसेसमा भएको भएर नबनिएको यहाँको एकमात्र राष्ट्रिय टेलिभिजन VRT टेलिभिजन र रेडियो नेपालको मार्च फर्स्ट विकमा 2 हप्ताको निम्ति नेपाल जाने उनीहरू तयारीमा छन्। हामी त्यसको गृह कार्य गर्दैछौँ। भ्याकेन्सी इन फ्लान्द्रन भनेर झन्डै
तपाईँको 1 मिलियन अडियन्सहरूले हेर्ने र त्यसबाट 29% त्यसको एचिभमेन्ट हुने किसिमको एउटा कार्यक्रमको निम्ति डकुमेन्ट्रीको निम्ति उनीहरू नेपाल जाँदैछन्। दूतावास मार्फत त्यसलाई हामीले प्रयासको रूपमा लगेका छौँ। यति भनिरहँदा राधाकृष्णजीले पनि भन्नुभयो अघि नेपाली व्यवसायी सङ्घ बेल्जियम भर्खरै मात्र नेपाल उद्योग वाणिज्य महासङ्घको वैदेशिक संस्थाको रूपमा एउटा मानार्थ सदस्य बन्न सफल भएको छ। तपाईँहरू हामी कम छौँ। संसारमा सबभन्दा बढी रविन्द्र मिश्र आउँदा एक दिनमा सबभन्दा बढी रकम बेल्जियमले उठायो। हामी गर्व गर्ने पनि त छौँ नि। अनि तपाईँ हाम्रा कुराकानी काटेर मात्रै हुन्छ? यसर्थ म तपाईँहरू बिच यी धेरै कुराहरू भन्दै गर्दा मलाई दुःख लाग्छ। मैले कुनै दिन पुष्पा बस्नेतलाई मैले आज 10 पटक भोट हालेँ भन्दा कोही साथीहरूले म त्यस्ता छक्का पन्जा गर्न चाहन्न, मैले त एकपटक मात्रै हालेँ भन्नुभयो। तर एक दिनमा तपाईँले एउटा इमेल प्रयोग गरेर 10 पटक भोट हाल्ने तपाईँसँग राइट थियो। तपाईँका 5वटा इमेल छन् भने 50 पटक हाल्न सक्नुहुन्थ्यो। अन्ततगत उनी CNN हिरो भइन्। त्यस्तै हिरो तपाईँ हामी बिच पनि छौँ। पहिचान गरौँ, नयाँ पुस्ताहरूलाई त्यो अवसर प्रदान गरौँ भन्दै म पुनः अन्तर्राष्ट्रिय रूपमा यो जुन कलेक्टिभ इन्भेस्टमेन्टको निम्ति हामीले 1 जनवरी 2013लाई अन्तिम दिनको रूपमा मानेका छौँ। यस सामूहिक लगानीमा तपाईँ हामी सबैको कन्ट्रिब्युसन हुनुपर्छ। संयोजक पदमजी यहाँ हाँस्नुभएको छ, उहाँलाई तपाईँले सम्पर्क गरेर जनवरी 1 सम्ममा हामीले कबुल गरेको 25% रकम पठाइसक्नुपर्नेछ। अनि अर्को कुरा, नेपालमा एनआरएनए रजिस्ट्रेसन नभइसकेको अवस्थामा हामीले दर्ता गर्नुपर्छ भनेर अस्ति अस्ट्रेलियाको क्षेत्रीय सम्मेलन पश्चात हामीले म्यान्डेट दिएका थियौँ। तर दुर्भाग्यवश एनआरएन एक्ट 2064 र हाम्रो एनआरएनको चाहिँ कन्स्टिट्युसन अनुसारको डेफिनेसन चाहिँ एक्ज्याक्टली मिल्न नभएको कारणले गर्दाखेरि त्यो दर्ता अहिले हुन सक्दैन भनेर उनीहरूले मौखिक जानकारी गराइसकेको र लिखित आउने जुन छ। यसर्थ हामी फेरि त्यो एनआरएन एक्ट 2064लाई परिमार्जित गर्न र एनआरएनको विधानअनुसार हुनुपर्छ भन्ने अभिप्रायले हामी अगाडि जाँदैछौँ। ओपन युनिभर्सिटीको बारेमा धेरै प्रगति भइसकेको छ। नेपाल सरकारले 40 रोपनी जमिन दिने भनिसकेको छ, 4वटा भवन दिने भनिसकेको जुन अवस्था छ। CNCको बारेमा अस्ति जुन अस्ट्रेलियाको र विदेशी नागरिकता लिएको हुँदा नेपाली नागरिकता खारिज गरी पाऊँ भनेर सर्वोच्चमा भएको रिट पश्चात हाम्रो केन्द्रीय अध्यक्षज्यू लगायत केही साथीहरू त्यहाँको चाहिँ कानुनविदहरूसँग बसिसक्दा उहाँहरूले यसलाई साइलेन्ट अब्जर्भरको रूपमा नबसेर तपाईँहरू यो समयलाई प्रयोग गरेर फेरि तपाईँहरू चाहिँ आन्दोलित हुनुपर्छ, अभियानमा लाग्नुपर्छ भनेर हामी त्यसतिर लाग्दैछौँ। त्यही कारणले अघि महामहिमज्यूले भने जस्तै हामी एनआरएन कार्ड नलिएको एउटा केही रिजन हो भने एनआरएन कार्ड हामी तपाईँ सबैले लिइरहँदा यति भए हुँदो रहेछ नि भनेर भोलि हामीलाई हाम्रो नागरिकता निरन्तरता गर्ने प्रावधानबाट काट्छ कि भन्ने अभिप्रायले हामीले आवश्यकता मात्रै भएकाले लिने, नत्र अरूलाई लिन चाहिँ प्रोत्साहन नगर्ने भने यो हाम्रो एकदम साइलेन्ट अन्डरस्ट्यान्डिङ हो। यो तपाईँहरूले बुझ्न जरुरी छ। यसर्थ हामीले नलिएको हो किनभने हामी त्यहाँसम्म पुग्नुपर्ने हाम्रो जुन लक्ष्य छ। च्यारिटीको बारेमा भर्खरै बात्रै अक्टोबर 11 को जुन एनआरएन डेमा 3 करोडभन्दा बढीको च्यारिटी कार्यक्रम भइसकेको म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। अन्तमा पुनः यस कार्यक्रमको विशेष सफलताको शुभकामना टक्राउँदै सभासदज्यूहरू बीच म पुनः यो सन्ध्याकालीन नमस्कार सहित बिदा हुन्छु। नमस्ते।